यस क्षेत्रमा भक्तजनहरू आउने, दर्शन गर्ने अनि आफ्नो मनोआकांक्षा पूरा हुने विश्वास राख्नुहुन्छ। विभिन्न ठाउँबाट यहाँ आउनुहुन्छ, दर्शन गर्नुहुन्छ अनि आफ्नो विभिन्न उद्देश्य राखेर आफ्नो उद्देश्य मनोआकांक्षा पूरा हुने विश्वास राखेर फर्किनुहुन्छ। प्राकृतिक हिसाबले पनि अत्यन्तै सुन्दर ठाउँ अनि धार्मिक हिसाबले पनि उच्च महत्त्व बोकेको ठाउँ शिव शताक्षीको शताक्षी धाम। म अवलोकन गराइरहेको छु। कामधेनु गौशाला पनि रहेको हुनाले यहाँ हामी गाईहरू पनि देखिरहेका छौँ। कल्याण गर्नुहुनेछ, सबैका मनोकामनाहरू पूर्ण हुनेछन्। घर परिवारमा सुख शान्ति र समृद्धि मिल्नेछ। शताक्षी माताले सबैको मनोकामनाहरू पूर्ण गराइदिनु हुनेछ। जहाँ शताक्षी धाम एउटा पुण्य भूमि हो, जहाँ यहाँ शताक्षी माताको कृपाले शुद्ध हावापानी मिल्छ, जहाँ 100 वर्षसम्म जीवित रहन सकिन्छ, जहाँ माताहरूलाई हेर्न सकिन्छ। शताक्षी धारा प्रवेशद्वार यहाँ रहेको छ। यहाँबाट प्रवेश गरेपछि शताक्षी धारा देख्न सकिन्छ, अवलोकन गर्न सकिन्छ, जहाँ शताक्षी धारामा स्नान गरेर मोक्ष प्राप्ति गर्ने गरिन्छ।